वेलकम ब्याक टु माई ब्लग होइन। हामी चाहिँ अब जङ्सनदेखि माथि मुस्ताङतिर निक्लिनु आएको छ। यस्तो हिमालहरू देखिएको छ। देउस हाम्रो साथीले मिलाएर गयो होइन। देउस हामी घुम्नलाई निक्लेको देउस रमाइलो भयो। सस्तो मस्तोमा बस्यो, राम्रै थियो ठाउँ चाहिँ होइन। अब म चाहिँ कस्तो छु के छु थाहा भएन। म कस्तो छु हिमाल त जात्रै राम्रो देखिने मलाई त धेरै राम्रो खुसी हो एकदम। अरू त सबै ठिक छ छोरा। बमिट आएर बमिट लाग्यो। यो ठाउँ भनेर घुम्ने लायकको ठाउँ हो। हामी सबै फ्यामिली आएका छौँ होइन। हजुरहरूले पनि पलक हेरिसकेपछि यो ठाउँलाई भिजिट गर्न सक्नुहुन्छ होइन। एकदम राम्रो सुन्दर ठाउँ हो, त्यही भन्न चाहन्छु म। एयरपोर्ट देखाइदिए जस ठिक छ होइन। रमाइलो छ। जहाँ त हिमाल जाने ट्याक्क हेर्नु यति राम्रो भ्यूहरू देखिएको छ होइन। पुगिसकेपछि हामीले पूजा अर्चना गर्छौँ, हामी नुहाउँछौँ होइन। सबै प्रक्रिया गर्छौँ। माथि गएपछि जस एकदम चिसो भनेपछि तपाईँको -10 डिग्री छ। लास्टै चिसो ठरे बारी जस्तो हुन्छ होइन। अरू के भन्न छ र, जे जानिन्छ त्यति मात्र बोल्ने हो अरू है। उहाँ हिमाल जाने च्याट्टो हामीलाई किराएको छ च्याट्टो भएर होइन। यस्तो राम्रो छ भ्यूहरू। जस राम्रै छ। अरू चाहिँ बाँकी बाटो आउँदैमा पनि म ब्लग बनाउन जान्छु। बाटो आउँदै हेर्नु होला के छ, कस्तो प्रतिक्रिया दिनु होला, राम्रो छ नराम्रो छ, मेरो भएन या भएन हेर्दै पुरा दिनु होला होइन। अब अलिक बाटोमा गएर हामीले स्याउ पनि खान सक्छौँ क्या, त्यो स्याउ खाएको भिडियो नि हुन्छ। अरू चाहिँ बाटो जाडो चाहिँ लास्टै छ। अब चाहिँ हामी हिँड्न लागिसकेका छौँ। उता ड्राइभरले उहाँ पूजा गरिरहेको छ मन्दिरलाई होइन। च्याट्ट लाएर सबै आउनु पऱ्यो पर यहीँ होटलमा आउनु होला है। हाम्रो चाहिँ जो मिलाएर गऱ्यो, यहाँ चाहिँ हाम्रो साथी छ, त्यसमा चाहिँ जो मिलाएर भइरहेको। सबैजना यहाँ होटलमा आएर बस्नु होला गुम्सुङमा होइन। च्याट्ट लाएर मान्छेहरू हिँडिरहेका छन्, बकुस बकुस टुरिस्टहरू आएको आइ छन् नि त। फेरि यस्तै यहाँका स्याउ लगाएर बेच्न पर्छ कतिहरू। यदि यो हिमालय लगाएर हाम्रो बुटोलमा लगाएर टाँसिदिन पा यति जाडो हुन्थ्यो कि भन्ने अनुभव हो। सुनौली यहाँ लगाएर टाँसिदिने भने त बुटोलमा लास्टै चिसो हुँदो। ठ्याक्कै सुनौली लगाएर राखिदिने, सुनौली ल्याएर ठ्याक्कै बुटोल लिएर आएपछि बुटोललाई चिसो हावा सर चिसो। यहाँ त लास्टै जाडो के जताततै हिमाल, यता हेरेर हिमाल, उता हेरेर हिमाल, यता हेरेर हिमाल, जताततै हिमालै हिमाल हिमालै हिमाल। त के गर्नु अब, जाडो भनेपछि लास्टै छ। एउटा हिमाल लगाएर टाँसिदिनु पर्ने कि। हाम्रो ड्राइभरलाई सोध्छु, उहाँ बुटोलमा बस्न सक्दिनँ, पुरै नुवाकोटको डाँडा जान्छ। अहिले बाउ बुटोल ठिक कि तल के भन्छ अरे यहाँ? सर एकदम बुटोलै ठिक, यहाँ घुम्न को लागि मात्र यहाँ अलिअलि ठिक छ होइन। बुटोल त तपाईँ त फेरि गर्मी भयो फड्को भयो भन्नुहुन्छ, यो डाँडो लगाएर के होइन। यता त एकदमै साह्रै जाडो रहेछ, हेर्नुहोस् त बहुत गाह्रो पऱ्यो। हातले केही पनि काम गरेका छैनन् है। अनि त्यो हात एकदम फ्युज भयो। अनि के भन्छ अरे तेरो, अनि के भन्छ अरे यो डाँडो छ नि, यो डाँडो लगाएर हाम्रो सुनौला टाँसिदिने होइन, ट्याक्क लगाएर शीतल हुन्छ होला होइन। के छ, के विचार छ त? हुन्छ अझै हवादारले लिएर जानु छ भने म जान त प्लेन उडो कताबाट उडो देखाउँछु म चाहिँ। प्लेन ल्यान्ड भयो कि उडो थाहा भएन। प्लेन चाहिँ आयो है भर्खर स्वाहा गरेको आवाज सुनेर, तर कताबाट उडो थाहा भएन। हामी यस्तो प्लेन देखाइन चाहन्छु म। प्लेन उड्न आँटिसक्यो। जुनसम्म हाम्रो प्लेनको पनि सुविधा रहेको छ। प्लेन उड्न आँटिसकेको छ। सर प्लेन उडिसक्यो। प्लेन पनि उड्न लागिसक्यो सर। लास्टै अप्ठ्यारो नि त, लास्टै अप्ठ्यारो नि त। सर र प्लेन उड्न लागेको छ। यहाँदेखि काठमाडौँ जान पऱ्यो भने टेन्सन छैन, सर र गइन्छ काठमाडौँतिर। सर र प्लेन उडो है, अनि उहाँदेखि माथिदेखि उड्नुहुन्छ। यस्तो बवाल ठाउँ छ है, सर र प्लेन उडिरहेको चट्टै भर्खर आएको रहेछ प्लेन चाहिँ होइन। सर पार्किङ भइसक्यो। यो उड्ने हो दाइ? खै होइन होला, भर्खर आयो र मान्छे हालेर उठ्ने होला। यस्तो राम्रो छ है। सर तलाएर च्याट्टै यो बाटो चाहिँ तल जाने हो। यो चाहिँ अप्पर बवाल चाहिँ मलाई यस्तो राम्रो
माथि 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 है बाटो आयो होइन गाडी जाने सर्व आनन्द है तर यो चाहिँ कागेनी हो क्या हो जस्तो लागिरहेको छ ओ माई गडनेस घर बनायो होला उल्टो डाँडामा देख्न यस्तो राम्रो सिन कहाँ पाइन्छ र ओए माई गडनेस भगवान् यस्तो बवाल छ होइन उहाँ चाहिँ बरफ दमाई छ अरे हाम्रो दाइले भन्नुहुन्छ होइन यी च्याट्ट लाएर बरफ पुरै आइस तर जाडो ए यहाँ त आइस पानी त पुरै आइस छ गडीलाई ए पानी त आइस भयो यहाँ भाउजू भाउजू हेर अन्त यहाँ आइस छ यहाँ पानी त आइस भयो पुरै जताबाट गयो नि चाहिँ अलिअलि आइस अलिअलि होइन ठुलो लागेर चाहिँ मेरो शरीरमा चाहिँ जोस यति बवाल छ वेलकम टु मुस्तान यो होइन हेरौँ सबैजनाले होइन सर चिसो गाडी पनि आइरहन् यहाँ त यति दुखुर्न नि सकिने हुन्छ यार लेक लाग्ला जस्तो हुन्छ म त सास फेर्न गाह्रो लेक लाग्यो कि क्या हो फाइनल्ली हामी चाहिँ मुस्ताङको पार्टीतिर आइपुगेको छौँ होइन अब भ्यूहरू हेर्नुहोस् अब के देखाउनु पर्छ र म देखेँ नि हुन्छ म देखेपछि पछाडि सरसर्ती देखिन्छ भ्यूहरू होइन यस्तो आनन्दको स्वर्गको दोस्रो रूप स्वर्गको दोस्रो रूप इच्छा होइन जोस् हाम्रो भाउजू चाहिँ जाडाले पुरै काठेरी ल्याएको छ हजुरलाई के सोधौँ के भन्नुहुँदैछ भनेसम्म त खुसी छु भन्नुभएको भाउजू कस्तो अनुभव भइरहेको छ के लागेको छ जस्तो त भएको छैन जाडो एकदम खतम भयो तैँले यो पागल हो फेरि एक नम्बरको पागल हो ठिकै छ रमाइलो छ भगवान्सँग आउँदा अलिकति केही कुराहरू सुहाउन पनि पर्छ अब केही पाउन केही गुमाउनु पर्छ कि हिरा पाउनको लागि सुन गुमाउनु पर्छ भने पहिलाको बुढा पुरानाले भन्थे त्यो चाहिँ फ्याक्ट कुरा हो होइन अहिले चाहिँ मलाई लाग्छ किनकि अब भगवान्को दर्शन गर्नको लागि चिसो त अलिअलि भोग्न पर्यो होइन यस्तो छ ठ्याक्क मुस्ताङको बस पार्क यो चाहिँ एकदम राम्रो हामी चाहिँ फोटोसोटो खिच्छ होइन अरू यता कता कताको भैलो सैला कहाँ एले खोला लेखी हेले खर्का टोल विकास देउसी भैलो कार्यक्रम सबै आइकार पनि रहेछन् ल ठिक छ त्यो होस् आनन्द छ गर्मी भाउजू म यसभन्दा अगाडि असरमा आएको असरमा नि वाइल्ड चिसो थियो कि बुझ्नु लास्टी चिसो थियो तपाईँले अहिले चाहिँ एकदम चिसो भयो होइन हो के भन्नु छ मम्मी हाय मलाई चाहिन नगर त्यही त केला चाहियो यस्तो त अरे सिनो छ यति राम्ररी हुनु ओहो स्वर्गबाट निक्लिनको त होइन तपाईँ म त स्वर्गबाट जस्तो भयो नि अब माथि जान्छ होइन मम्मीले चाहिँ छोराछोरीको माया भन्ने यस्तो हो कि छोराछोरीलाई यति माया गर्छ भने आमा भनेको जिन्दगीमा संसारमा सबैभन्दा ठुलो कुरो भनेको आमा जाडो भयो मलाई जाडो चाहिँ भएको थियो तर मैले भनेको थिएँ जाडो भएको थियो भनेर तर ठ्याक्क लिएर गलमन्त लिएर कान ढाप्दिनँ होइन उहाँ मम्मी फाइनली चाहिँ हामी मुक्तिनाथ जाने बाटोतिर होइन उहाँ बुढाबुढीलाई चाहिँ यस्तै बोकेर चाहिँ लिएर हिँडिरहेको थियो मेरो मान्छे चाहिँ अझै आउनु भएन होइन आनन्द छ ए गाई चरो अनि माथि चाहिँ हल्का गर्मी भएर शीतल अनुभव हुन्छ होला जहाँसम्म मैले बुझेँ हुन्छ होइन गाडी आकर्षण चिज अहिले चाहिँ ऊ त्यहाँ चाहिँ हिउँ खेलाउन जाने भन्ने कुरा हो जान सकिन्छ कि सकिन्न त चाहिँ थाहा छैन देखिन्छ एकछिनमा
बाटो पनि रहेछ यस्तो यस्तो छ सब्र लाग्यो च्याप्टर राम्रो कुराहरू हाउडे घोडामा जानुपर्छ क्या हो घोडा गइदिउँ क्या हो घोडामा पनि घोडा यस्तो बोकेर पनि घोडाहरू पनि छन् माथि निक्लिनमा घोडाहरू पनि रहेछ होइन बिचरा यिनी जाडाले कति चिसो छ बिचरा छ है आनन्द बोलेको सुन्नु कि सुन्नु होइन गाइजहरू होला डाँडा बोल्न पनि सकेको छैन चस्मा चाहिँ मेरो बेटा लगाइदियो मैले लगाउनु दिएन अरू चाहिँ अलिक माथि माथि गएर देखाउँछु